नमस्कार, वेलकम टु दिस इन्फर्मेटिभ भिडियो है। मेरो नाम चाहिँ कपिल देव र म यो भिडियोमा चाहिँ तपाईँहरूलाई चाहिँ नेपाल इलेक्ट्रिसिटी अथोरिटी यानि नेपाल विद्युत प्राधिकरणको लेभल 5 सुपरभाइजर पोस्टको अफिसियल सिलेबसको कम्प्लिट ब्रेकडाउनको भिडियो बनाइरहेको छु। यो भिडियो चाहिँ तपाईँको लागि चाहिँ लोकसेवाको प्रिपेरेसनको जोडीमा एकदमै उपयोगी हुनेछ। वेदर यु आर जस्ट स्टार्टिङ अर अलरेडी प्रिपेरिङ सिरियसली, हामीले यो सिलेबसको इच सेक्सनलाई चाहिँ क्लियरली एक्सप्लेन गरेको छु। जस्तै तपाईँको जनरल नलेज भयो है, कानुन सम्बन्धी भयो, अनि तपाईँको संस्थागत ज्ञानहरू भयो है, त्यो चाहिँ हामी सबै कुरा एक्सप्लेन गरेको छ। यो सिलेबस चाहिँ एनईको अफिसियल र अपडेट अनुसारको छ। तपाईँलाई पनि यो चाहिँ कन्फ्युजन नहोस् भनेर चाहिँ मैले ट्याक्कै सिलेबसहरू डिस्क्रिप्सनमा पनि राखिदिएको छु। इफ यु निड देन यु क्यान डाउनलोड इट फ्रम द डिस्क्रिप्सन है। ल यो भिडियो चाहिँ हामी सुरु गरौँ है त। र यसमा चाहिँ तपाईँको यो सिलेबसमा के छ भन्दाखेरि तह 5 चाहिँ तपाईँको एउटा सहायक स्तर हो, सुपरभाइजर पद चाहिँ। र यसको इक्जाम चाहिँ 2 चरणमा हुने गर्छ। पहिलो चरण चाहिँ हाम्रो लिखित परीक्षा हुन्छ। त्यो लिखित परीक्षाभित्र चाहिँ प्रथम पत्र र द्वितीय पत्र हुन्छ। र दोस्रो चरणमा चाहिँ हाम्रो अन्तर्वार्ता हुन्छ, यानि इन्टरभ्यू हुन्छ। र इन्टरभ्यू चाहिँ पूर्णाङ्क 30 मार्क्सको हुन्छ। र टोटल प्रथम चरण र द्वितीय चरण गरेर हाम्रो टोटल मार्क्स चाहिँ 230 मार्क्सको चाहिँ हाम्रो अङ्कभार हुन्छ है त। र प्रथम चरणमा हाम्रो लिखितमा कस्तो हुन्छ भन्दाखेरि द्वितीय पत्र र प्रथम पत्र हुन्छ। प्रथम पत्र तपाईँको 100 मार्क्स क्यारी गर्छ, द्वितीय पत्रले पनि 100 मार्क्स चाहिँ क्यारी गर्छ। र हाम्रो प्रथम पत्रमा के हुन्छ भन्दाखेरि सामान्य ज्ञान, गणित अनि कानुन सम्बन्धी ज्ञान र तपाईँको संस्थागत ज्ञान गरेर चाहिँ 100 मार्क्समा चाहिँ हाम्रो के हुन्छ भन्दाखेरि पूर्णाङ्क हुन्छ। र यसमा चाहिँ तपाईँले 50 मार्क्स चाहिँ टिक लाउनु पर्ने हुन्छ। टिक लाउने क्वेसन हुन्छ र यो टिक लाउने क्वेसनमा तपाईँको नेगेटिभ मार्किङ 20% पनि हुने गर्छ है। यो चाहिँ तपाईँले ध्यान गर्नुहोला। र बाँकी रहेको 50 मार्क्स चाहिँ हाम्रो यही सम्बन्धी तपाईँको सामान्य ज्ञान गणितबाट चाहिँ आउँदैन, कानुन सम्बन्धी ज्ञान भयो, सामान्य ज्ञान भयो र संस्थागत ज्ञानबाट चाहिँ 10वटा प्रश्नहरू 5 मार्क्सको चाहिँ आउँछ। र यसमा एकदमै ध्यान दिने कुरा भने के छ भन्दाखेरि समय है। तपाईँले चाहिँ यो एमसिक्यू चाहिँ 45 मिनट चाहिँ एकदमै मजाले पुग्छ है। तपाईँ चाहिँ गुड हुनुहुन्छ, तपाईँ म्याथमा पनि राम्रो हुनुहुन्छ, या तपाईँ सामान्य ज्ञान, कानुन सम्बन्धी ज्ञानमा पनि तपाईँ चाहिँ राम्रोसँग पढ्नु भएको छ भनेपछि दिस 45 मिनट्स इज इनफ है। तर तपाईँले 10वटा प्रश्न जुन 5 मार्क्सको आउँछ लिखित, त्यो चाहिँ तपाईँको 1 घन्टा 15 मिनटको समय हुन्छ। त्यो चाहिँ एकदमै गाह्रो हुन्छ सक्न है। तपाईँ बिचमा चाहिँ कतै भुल्नुभयो या कतै लेख्दा कन्फ्युज हुनुभयो र अलिकति टाइम वेस्ट गर्नुभयो भनेपछि आई डोन्ट थिङ्क यु क्यान फिनिस एभ्रिथिङ है। सो यसको लागि चाहिँ तपाईँ 10टा प्रश्नमा चाहिँ तपाईँले लेख्न सुरु गरिसकेपछि तपाईँसँग रेस्ट गर्ने समय चाहिँ हुँदैन। सो तपाईँले घरमा पनि प्र्याक्टिस गर्ने बेला चाहिँ यो टाइम फ्रेम गराएर है, एउटा प्रश्न 5 देखि 6 मिनटसम्ममा चाहिँ सक्ने प्रयास गर्नुभयो भनेपछि यु क्यान क्र्याक द एनए। अब यसमा तपाईँको नजानेर भन्दा पनि समयमा लेख्न सक्नुपर्छ। समयमा लेख्न सकियो भनेपछि एनए धेरै टाढा चाहिँ छैन है। र दोस्रो चाहिँ तपाईँको द्वितीय पत्र हुन्छ। द्वितीय पत्रमा चाहिँ हजुरले आफ्नो कलेजहरूमा पढ्नु भएको सबै सिलेबस हुन्छ। अब तपाईँको फर्स्ट इयर, सेकेन्ड इयर कति छ तपाईँको त्यहीबाट नै आउने गर्छ। जस्तै ट्रान्सफर्मरहरू भयो, मसिनहरू भयो है, पावर इलेक्ट्रोनिक्सहरू भयो, सब स्टेसनहरू भयो, र त्यसमा लाग्ने एक्जुलरी डिभाइसेसहरू भयो, सबै त्यही कुराहरू नै हाम्रो द्वितीय पत्रमा आउने गर्छ। यो पनि तपाईँको 100 मार्क्सको नै हुन्छ, 5 मार्क्स 40 मार्क्स हो। र यसमा चाहिँ तपाईँको समय चाहिँ अलिक बढी हुन्छ, 2 घन्टा 30 मिनट। र बढी भन्नुको मतलब तपाईँले चाहिँ यो समय पनि पुग्दैन तपाईँलाई है। तपाईँले यो बिचमा चाहिँ तपाईँले चाहिँ म एकैछिन रेस्ट गर्छु भन्ने समय चाहिँ यु डोन्ट ह्याभ द्याट टाइम। त्यही भएर तपाईँले चाहिँ लेख्न सुरु गरिसकेपछि तपाईँले रेस्ट गर्ने चाहिँ नसोच्नुहोला। तपाईँले चाहिँ रेस्ट गर्नुभयो या तपाईँ पानी पिनु जानुभयो, वासरुम यताउता जानुभयो भनेपछि चाहिँ आई डोन्ट थिङ्क यु क्यान मेक इट। 16वटा प्रश्न हुन्छ र 16वटा प्रश्न तपाईँले 2 घन्टा 30 मिनटमा सकेर भ्याउनुपर्छ। 16वटा प्रश्नमा तपाईँको 4वटा चाहिँ तपाईँको 10 मार्क्सको क्वेसन हुन्छ र यिनीहरूले चाहिँ तपाईँको 12 देखि 15 मिनटसम्म समय खाइदिन्छ। त्योभन्दा समय चाहिँ नदिनु होला। र तपाईँले चाहिँ एउटा प्रश्न 9 मिनटभन्दा तल 8 मिनट 9 मिनटमा गरेर सक्नुभयो भनेपछि तपाईँले यो पनि क्र्याक गर्न सक्नुहुन्छ है त। र हाम्रो यो अन्तर्वार्ता त भइहाल्यो, इन्टरभ्यू 30 मार्क्सको हुन्छ। र बाँकी चाहिँ हामी अर्को पेजमा हेरौँ है त। अब यसमा चाहिँ द्रवष्टमा के छ भन्दाखेरि तपाईँले इक्जाममा लेख्ने बेला चाहिँ तपाईँ नेपाली मिडियमबाट पनि पढाइ हुनसक्छ है, इङ्ग्लिस मिडियमबाट पढाइ हुनसक्छ। अब इन्जिनियर साथीहरूले चाहिँ इङ्ग्लिस मिडियममा पढ्नुहुन्छ, उहाँले इङ्ग्लिसै रुचाउनुहुन्छ।
र तपाईँ सिटिभिटी या तपाईँ डिप्लोमा गर्नुभएको छ भनेपछि कोही सिलेबसहरू चाहिँ नेपालीमा पनि हुन्छ र उहाँहरूले नेपाली नै पढेको हुन्छ र नेपाली नै उहाँले चाहिँ प्रिफर गर्नुहुन्छ। यो विषयमा चाहिँ तपाईँले दुवै लेख्न सक्नुहुन्छ है। आफूलाई जुन भाषामा कम्फर्टेबल लाग्छ, तपाईँले जुन चाहिँ ल्याङ्ग्वेजमा छिटो लेख्न सक्नुहुन्छ र प्रष्ट लेख्न सक्नुहुन्छ, त्यही भाषा प्रयोग गर्नुहोस्। र तपाईँले भाषाहरू मिक्स म्याच पनि गर्न सक्नुहुन्छ। जस्तै तपाईँले एउटा वाक्य चाहिँ तपाईँको नेपालीमा लेख्ने र एउटा शब्द कुनै चाहिँ इङ्ग्लिसमा तपाईँलाई राम्रोसँग आउँछ भनेपछि गो फर इट, इङ्ग्लिस लेख्नुहोस्। त्यो गर्दाखेरि कस्तो हुन्छ भन्दाखेरि अझै प्रश्न आउँछ क्या। त्यो भयो। र मैले अघि भनेअनुसार यदि तपाईँले एमसिक्यूमा है 50 मार्क्सको एमसिक्यूमा गलत उत्तर लेख्नुभयो भने चाहिँ त्यो बापत तपाईँको 20% चाहिँ अङ्क काटिन्छ, भनेको नेगेटिभ मार्किङ हुन्छ। र त्यही भएर चाहिँ तपाईँले करेक्ट अप्सन चाहिँ चुज गर्नुपर्ने हुन्छ यसमा, नत्र भने नेगेटिभ मार्किङ हुने गर्छ। र अर्को इम्पोर्टेन्ट कुरा चाहिँ तपाईँको फर्स्ट पेपरमा चाहिँ तपाईँले क्यालकुलेटर युज गर्न पाउनुहुन्न है त। फर्स्ट पेपरमा के छ भन्दाखेरि तपाईँको क्यालकुलेटर छ, तपाईँले क्यालकुलेटर प्रयोग गर्न पाइने छैन है त। यहाँ के भनेको छ, बहुबल्पिक प्रश्न भनेको छ। बहुबल्पिक प्रश्न भनेको एमसिक्यू। एमसिक्यूमा तपाईँले जुन म्याथ आउँछ 10 मार्क्सको म्याथ, त्यसमा तपाईँले क्यालकुलेटर प्रयोग गर्न पाउनुहुने छैन। तर तपाईँको द्वितीय पत्र जुन हुन्छ त्यसमा चाहिँ तपाईँले क्यालकुलेटर प्रयोग गर्न पाउनुहुन्छ। र विगतको प्याटर्न अनुसार चाहिँ यहाँनिरले बेला बेलामा तपाईँको न्युमेरिकल क्वेसनहरू पनि सोधिरहेको छ। अब त्यस्तो न्युमेरिकल क्वेसनहरूमा चाहिँ तपाईँले मजाले फ्रिली क्यालकुलेटर युज गर्न पाउनुहुन्छ। कोही कोही चाहिँ साथीहरूले चाहिँ पाइँदैन भन्नुहुन्छ, तर होइन त्यस्तो है। म आफै इक्जाम दिएको कारणले गर्दा चाहिँ म आफै प्रयोग गरेको हुनाले तपाईँले क्यालकुलेटर मजाले फ्रिली, तपाईँलाई कसैले पनि किन क्यालकुलेटर ल्याइस् भन्ने त्यस्तो प्रश्न गर्दैन, मजाले लिन पाउनुहुन्छ है त। त्यो भइहाल्यो। र अर्को चाहिँ कस्तो छ भन्दाखेरि कुनै जस्तै अहिले चाहिँ रिसेन्टली नयाँ नयाँ नीतिहरूको चाहिँ अपडेट भएर आएको छ क्या। जस्तै कानुनहरू, ऐन कानुनहरू बेला बेलामा यो संशोधन भएर आइरहेको छ। जस्तै भ्रष्टाचार हाम्रो निवारण ऐन छ, त्यो चाहिँ भर्खरै आयो। र त्यस्तो आयो भने चाहिँ 3 महिना अगाडि, जस्तै तपाईँको इक्जाम चाहिँ आज चाहिँ भ्रष्टाचार नियम चाहिँ तपाईँको मानौँ भ्रष्टाचार निवारण ऐन चाहिँ अपडेट भएर आयो र तपाईँको 3 महिना इक्जाम छ भनेपछि तपाईँले त्यो पढ्नु पऱ्यो, नयाँ पढ्नु पऱ्यो। तर तपाईँको इक्जाम अब 1 महिना मात्र बाँकी छ, बल्ल चाहिँ ऐन कानुनहरू अपडेट भएर आयो भनेपछि होइन, तपाईँले त्यो पुरानै पढ्नुपर्ने हुन्छ है त। किनभने क्वेसनहरू सेट गरिसकेको हुन्छ 3 महिना अगाडि नै, सो द्याट त्यसले गर्दा तपाईँको क्वेसनहरूमा चाहिँ चेन्ज आउँदैन क्या। सो मेक स्योर कि तपाईँले चाहिँ आफ्नो पढेको सिलेबसहरू एकदम अपडेटेड छ कि छैन, तपाईँको एडिसनहरू नयाँ नयाँ आइरहेको हुन्छ, त्यसलाई चाहिँ अपडेट हुनु पऱ्यो है त। ल, अब योसँगै हामी चाहिँ प्रथम चरणको चाहिँ प्रथम पत्रतिर चाहिँ हामी लागौँ। अब यसमा चाहिँ तपाईँको एउटा हुन्छ सामान्य ज्ञान है त। यसले चाहिँ तपाईँको टोटलमा 45 अङ्कको अङ्कबार माग गर्छ। 45 भनेको 100 मार्क्सभित्रमा 100 मार्क्सको 45 अङ्क तपाईँले चाहिँ यसमा चाहिँ क्यारी गर्छ। तपाईँले सामान्य ज्ञान मात्रै पढेर पनि यु क्यान पास, 40 मार्क्स ल्याउने हो। एमसिक्यूबाट 25 आउँछ योबाट है। अनि त्यो 4वटा क्वेसन चाहिँ 5 मार्क्सको गरेर 20 मार्क्स गरेर 45 मार्क्स ल्याउने गर्छ। अब यसमा चाहिँ तपाईँको नेपालको भूगोल पढ्नु पऱ्यो, धरातलीय स्वरूपको किसिम र विशेषता, यसमा तपाईँले सबै पढ्नु पऱ्यो है। हावापानीदेखि लिएर वन जङ्गलहरूदेखि नदीनालाहरू एभ्रिथिङ सबै पढ्नु पऱ्यो। अब यसमा चाहिँ मेरो सिलेबसमा यो छैन, मैले पढ्दैन भन्न पाउनु भएन है। यसमा चाहिँ तपाईँको नेपालको भूगोल भनिसकेपछि सबै पऱ्यो यसमा। नदीनाला, वन जङ्गलदेखि ल्याएर नेपालको भूगोलको स्थिति के छ, नदीनालाहरू कति छ, तालतलाइहरू कति छ, खनिज पदार्थहरू है, सबै कुरा पढ्नु पऱ्यो। र यसमा चाहिँ तपाईँको यातायात, विद्युत, शिक्षा, स्वास्थ्य सम्बन्धी जानकारी चाहिँ तपाईँले अपडेटेड रूपमा पढ्नु। जस्तै नेपालमा अहिले कति यातायातहरू, कति सडकहरू बने, कति तपाईँको स्थानीय सरकारहरूमा सडकको बाटो बन्यो, कति कालोपत्री भयो, सबै कुराहरू गर्नु पऱ्यो। विद्युत चाहिँ हाम्रो एकदम इम्पोर्टेन्ट भयो है। अब हामीले पढेकै विद्युत हो, त्यही कारण विद्युतमा चाहिँ मेजर फोकस गर्नु होला। र रिसेन्टली चाहिँ विद्युतमा कस्तो प्रकारको चेन्ज आइरहेछ, कति प्रोडक्सनहरू भइरहेछ, त्यो पनि तपाईँले ध्यान दिनुपर्ने हुन्छ। शिक्षा स्वास्थ्य पनि हामीले त्यो हिसाबले अपडेटेड रूपमा चाहिँ पढ्नुपर्छ। र नेपालको यो 1.3मा चाहिँ नेपालको सामाजिक तथा सांस्कृतिक अवस्थाको बारेमा छ। यो चाहिँ तपाईँको प्रथाहरू भयो होइन, जात जातिहरू, धर्महरू भयो, परम्परा, भाषा भाषी, सांस्कृतिक कला होइन, साहित्यिक तथा सङ्गीतहरूको बारेमा चाहिँ तपाईँले पढ्नु पऱ्यो। तपाईँले कुनै एउटा गाइडबुक या कुनै बुक एउटा लिएर चाहिँ यसमा पढ्न सक्नुहुन्छ। या त तपाईँसँग चाहिँ आधिकारिक रूपमै पढ्न चाहनुहुन्छ भनेपछि यो सबै कुराहरू चाहिँ नेपालको परिचय भन्ने चाहिँ एउटा नेपाल सरकारले चाहिँ एउटा प्रतिवेदन, वार्षिक रूपमा प्रतिवेदन त्यो निकाल्ने गर्छ। त्यो पार्टीमा सबै कुराहरू हुन्छ र अधिकांश किताबहरूले त्यहीँबाट नै लिने हो यो रिफरेन्सहरू है त। म तपाईँलाई चाहिँ यो कुराहरू सबै नेपालको यो परिचयहरू सबै डिस्क्रिप्सन राखिदिन्छु, तपाईँले उहाँबाट चाहिँ लिँदा हुन्छ है त। र त्यसपछि नेपालको राजनैतिक विभाजन भनेको जुन हाम्रो चाहिँ 2072 सालमा जुन संविधान आयो, त्यो संविधानले चाहिँ हाम्रो देशलाई चाहिँ सङ्घ, प्रदेश र स्थानीय तहमा चाहिँ विभाजन गरेको छ।
है। र यो कसरी विभाजन गरिएको छ, कतिवटा चाहिँ स्थानीय प्रदेशहरू छन्, कतिवटा महानगरपालिका नगरपालिकाहरू होइन, तपाईँको गाउँपालिका, नगरपालिका त्यस्तो छ, त्यस्तो कतिवटा छ, सबै कुराहरू तपाईँले चाहिँ पढ्नु पऱ्यो यसमा चाहिँ स्थानीय तहहरूमा है त। र अर्को चाहिँ हाम्रो चालु आवधिक योजनाहरू छ, जुन चाहिँ हाम्रो अहिले चाहिँ चालु भइरहेको छ, जुन 16 योजना चालु भइरहेको छ, यसको चाहिँ तपाईँले उद्देश्य पढ्नु पऱ्यो है, एकदम इम्पोर्टेन्ट हो, यो लिखितमा आउँछ फेरि यसो। यो तपाईँको यो जुन हाम्रो 1.5 छ, यो चाहिँ लिखितमा एकदमै इम्पोर्टेन्ट हो। र यो 16 योजनाको चाहिँ तपाईँको उद्देश्य के राखेको छ उसले, रणनीति के छ र प्राथमिकताको क्षेत्र चाहिँ कस्तो राखेको छ, त्यो चाहिँ तपाईँले एकदम पढ्नु पऱ्यो। र यसमा चाहिँ तपाईँको हाम्रो दिगो विकासको 2021-22 जुन दिगो विकास छ, त्यहीलाई नै उसले चाहिँ एउटा बेस मानेर 16 योजना चाहिँ अब हाम्रो लागु भइसकेको छ। यसको समय चाहिँ 2085-86 सम्ममा चाहिँ छ। यो चाहिँ हेर्नु पऱ्यो तपाईँले। र त्यसमा अर्को इम्पोर्टेन्ट कुरा चाहिँ दिगो विकास र वातावरण छ है त। यसबाट चाहिँ तपाईँको मिनिमम पनि 3वटा क्वेसन आउने गर्छ। अघिल्लो साल पनि 3वटा क्वेसन आएको छ, यो साल पनि राम्रै क्वेसनहरू आएको छ। त्यही भएर दिगो विकास र वातावरण चाहिँ छुटाउँछु भन्ने तपाईँसँग चाहिँ कुनै पनि चान्स छैन। छुटाउनै भएन, एकदमै इजी बोनस टाइपको हो यो चाहिँ है। दिगो विकासबाट 3वटा आउँछ, जस्तै दिगो विकास चाहिँ अब किन गरिन्छ, योबाट तपाईँको ऊ पनि आउँछ है, सरी योबाट लिखित पनि आउने गर्छ। त्यो कारणले गर्दा यसलाई चाहिँ नछुटाउनु होला। र अर्को चाहिँ तपाईँको क्षेत्रीय सङ्गठन, यो चाहिँ तपाईँको सबैभन्दा सजिलो, सबैले पढ्नुपर्ने है। यो चाहिँ तपाईँको दक्षिण एसियाली क्षेत्रीय सङ्गठन भनेको सार्क भइहाल्यो। आसियन पढ्नुपर्छ, नेपाल यसको चाहिँ सदस्य होइन तर पढ्नुपर्छ है। बिमस्टेक भइहाल्यो। र हाम्रो EU छ है, यसको बारेमा तपाईँले सामान्य जानकारीहरू चाहिँ लिनु पऱ्यो। र यो क्षेत्रीय सङ्गठनबाट अघिल्लो साल पनि तपाईँको लिखित सोधेको थियो, योपालि पनि लिखित सोधेको छ भनेपछि यो लिखितको लागि पनि एकदमै इम्पोर्टेन्ट छ है त। र अर्को चाहिँ समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय घटनाहरूको जानकारी तपाईँले लिनु पऱ्यो। जस्तै अब इन्डियामा तपाईँको प्लेन क्र्यास भयो है, तपाईँको इन्डिया र पाकिस्तानको वार भयो, अमेरिकामा चाहिँ राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि जित्नुभयो र उहाँले चाहिँ कति सिट लिएर जित्नुभयो, यस्ता कुराहरू चाहिँ तपाईँले चाहिँ लिनु पऱ्यो। र नेपालमा भर्खरै यो हाम्रो वातावरण सम्बन्धी चाहिँ सगरमाथा संवाद भन्ने एउटा प्रोग्राम पनि भएको छ। यस्तै यस्तै कुराहरू चाहिँ जुन रिसेन्टली भइरहेको छ, हट टपिक छ, त्यसलाई पनि तपाईँले ख्याल गर्नु होला है त। र हाम्रो चाहिँ 2 नम्बरमा चाहिँ गणितको आउँछ 10 मार्क्स। यसबाट चाहिँ लिखित आउँदैन भन्नुको मतलब तपाईँको सल्भ गर्ने चाहिँ आउँदैन, यो चाहिँ MCQ मा आउँछ है। 10टा क्वेसन आउँछ, एकदम सजिलो छ। तपाईँको प्रतिशतहरू जस्तै 8 कक्षामा पढेको, हामीले 9 कक्षामा पढेको, 10 कक्षामा पढेको सबै त्यही नै टपिकहरू हुन्। तपाईँले पहिला पनि पढिसक्नु भएको छ, त्यही भएर आई डोन्ट थिङ्क यो चाहिँ तपाईँलाई गाह्रो होला होइन। यसमा दशमलवहरू, औसत, नाफा नोक्सान, ब्याजहरू, श्रेणीक्रम र एक नियमहरू छ। 10टा क्वेसन आउँछ। यो 10टा क्वेसनमा तपाईँले मिनिमम पनि 8वटा चाहिँ मिलाउन सक्नुभयो, 10वटै मिलाउन सक्नुहुन्छ यसमा। त्यति मिलाउनु भयो भने चाहिँ पास गर्न गाह्रो छैन चाहिँ है त। ल अर्को चाहिँ हाम्रो त्यो आउँछ नयाँ थपिएको टपिक हो यो चाहिँ है, संस्थागत तथा व्यवस्थापकीय ज्ञान, जुन 25 मार्क्सको आउँछ। योबाट पनि 10वटा चाहिँ टिक लाउने आउँछ। र यो चाहिँ तपाईँको 3वटा चाहिँ 5 मार्क्सको गरेर 15 मार्क्सको आउँछ। यो चाहिँ हाम्रो नयाँ थपिएको टपिक हो। अब यसमा चाहिँ तपाईँको नेपाल विद्युत प्राधिकरणदेखि ल्याएर ऊर्जासँग रिलेटेड भनेको हाइड्रो पावर, तपाईँको बिजुलीसँग रिलेटेड सबै कुराहरू चाहिँ यसमा चाहिँ एक्सप्लेन गरिएको छ क्या, बुझ्नुभयो। यसमा चाहिँ तपाईँको ऊर्जाहरू, जलस्रोत जस्तै हाम्रो मन्त्रालयहरू छ, विद्युत नियमन आयोगहरू छ, विद्युत विकास हाम्रो चाहिँ बोर्डहरू छ, वैकल्पिक ऊर्जाहरू छ, र त्यसपछि हाम्रो NA पनि छ। र यस बारेमा चाहिँ संस्थागत ज्ञानहरू पनि तपाईँले लिनुपर्ने आवश्यक हुन्छ। र यसमा चाहिँ तपाईँको 3.2 मा चाहिँ नेपालको जलस्रोत तथा जलविद्युत विकास भन्ने छ, हाइड्रो पावरको प्रकार, फाइदा, बेफाइदा र संरचनात्मक मुख्य अङ्गहरू छ। यो चाहिँ तपाईँको जल पनि आउँछ। तपाईँले इलेक्ट्रिकल पढ्नु भएको छ भनेपछि यो तपाईँको धेरैजनाको फेभरेट टपिक पनि हुनसक्छ। एकदम सजिलो, हाइड्रो पावरको फाइदा बेफाइदा के छन् सबैले आउँछ है। र त्यसपछि हाम्रो चाहिँ रिसेन्टली नेपालमा चाहिँ हाइड्रो पावरहरूले कस्तो चाहिँ कस्तो प्रोडक्सनहरू गरिरहेको छ, रिजल्ट कस्तो छ, कति लगानीहरू गरिरहेको छ, कति अन्डर कन्स्ट्रक्सनहरू छ, कति भइसके, निजीले कति गरिरहेको छ, सब्सिडियरीहरूले कति गरिरहेको छ, र NA आफैले कति गरिरहेको छ भनेर चाहिँ यो टपिकमा छ। यो एकदमै इम्पोर्टेन्ट टपिक हो। यसबाट 2टादेखि लिएर 2टा क्वेसन सधैँ आउँछ। अघिल्लोचोटि पनि आएको थियो, योपालि पनि आएको छ। त्यही भएर अर्कोचोटि पनि आउँदैन भन्न सकिँदैन योबाट है, किनभने यो हामीलाई यतिको ज्ञान चाहिँ राख्नुपर्ने हुन्छ हामीले त है त। र त्यसपछि अर्को चाहिँ तपाईँको नेपालमा ऊर्जाको खपत के भइरहेछ, प्रोडक्सन मात्र भएर त भएन, यसको चाहिँ तपाईँको खपत पनि हुनुपर्यो होइन। र त्यो खपत कति भइरहेको छ, यसको विद्युतको व्यापार के कस्तो छ। जस्तै रिसेन्टली तपाईँको नेपालले चाहिँ बङ्गलादेशलाई पनि 40 मेगावाट चाहिँ बिजुली बेच्यो, इन्डियालाई पनि बेचिरहेको छ। हो त्यस्तो कुराहरू चाहिँ तपाईँले जानकारी लिनुभयो भने गएपछि यो पनि सकिन्छ। र अर्को चाहिँ तपाईँको सोलर एनर्जी भयो, यो चाहिँ सौर्य ऊर्जा, वायु ऊर्जा है, जैविक ऊर्जा, डिजल पावर प्लान्ट सम्बन्धी जानकारी लिनु पऱ्यो। नेपालमा चाहिँ तपाईँको सौर्य ऊर्जा चाहिँ आई थिङ्क 106 मेगावाट चाहिँ छ है।
नेपालको सबैभन्दा ठुलो चाहिँ नुवाकोटमा छ, जुन चाहिँ एनइएको 25 मेगावाटको छ। यसको बारेमा चाहिँ अलिकति जान्नु पऱ्यो। वायु ऊर्जा भनेर चाहिँ छुट्टै तपाईँको छैन। यो चाहिँ तपाईँको सौर्य ऊर्जामै इन्टिग्रेट गरेर चाहिँ गइरहेको छ नेपालमा आजसम्म। तपाईँको मुस्ताङतिर या च्याङ्जातिर, नुवाकोटतिर चाहिँ वायु ऊर्जाको पोटेन्सियल छ, तर चाहिँ अब कारणवश लागु हुन सकेको छैन। तर फ्युचरमा यसको पनि 3000 मेगावाटको पोटेन्सियल नेपालमा छ भनेर चाहिँ एउटा अध्ययनले चाहिँ देखाएको छ। जैविक ऊर्जा भनेको चाहिँ तपाईँको इन्जिनहरूदेखि लिएर डिजल इन्जिनदेखि लिएर सबै कुराहरू यसमै पर्छ, डिजल पावर। नेपालमा चाहिँ डिजल पावर प्लान्टमा चलेको 2वटा छ है। एउटा चाहिँ हेटौडा, एउटा चाहिँ मल्टी डिजल भन्ने 2वटा छ। यसबाट चाहिँ तपाईँको वार्षिक प्रोडक्सन भइरहेको छ। अब अर्को चाहिँ तपाईँको विद्युतीय उपकरणको सञ्चालक तथा सम्हार गर्दा लिनुपर्ने सावधानीहरू, सुरक्षा सम्बन्धी नियम, सुरक्षा उपकरण र औजारहरू छ। अब त्यो चाहिँ तपाईँको नर्मल्ली हजुरलाई आउँछ नि, अहिले नै आउँछ। तपाईँले थोरै पढ्नुभयो भनेपछि यो गाह्रो छैन। र अर्को नयाँ टपिक भने चाहिँ के छ भन्दाखेरि सङ्गठन र यसको उद्देश्य, नेपालको सङ्गठन संरचना कस्तो छ है। सङ्गठन भनेको के हो, नेतृत्व भनेको के हो, उत्प्रेरणा, मोटिभेसन है, मोरल, मनोबल, अनि कम्युनिकेसन स्किल, यसलाई सञ्चार सिप भन्छ। यो चाहिँ भनेको के हो भनेर चाहिँ नयाँ पनि थपेको छ। यो चाहिँ लिखितमा आउँछ। यो अघिल्लो साल चाहिँ लिखितमा आएको थियो, यो साल पनि लिखितमा आएको छ। जस्तै नेतृत्व भनेको अहिले पहिला चाहिँ उत्प्रेरणा भन्ने आएको छ, यो पालि चाहिँ नेतृत्व भन्ने आएको छ। त्यही भएर यो चाहिँ एकदम इम्पोर्टेन्ट है। यो 3.7देखि 3.9सम्ममा है। योबाट चाहिँ एउटा क्वेसन फस्छ जसरी भए पनि 5 मार्क्सको चाहिँ, जसरी भयो भने फस्छ योबाट चाहिँ। र कम्प्युटर सम्बन्धी ज्ञान छ, योबाट पनि एउटा दुईवटा आउँछ है। अघिल्लोचोटि पनि आएको छ, यो पालि पनि आएको छ, त्यही भएर आउँछ है। यसरी चाहिँ हाम्रो चाहिँ 25 मार्क्स कम्प्लिट भयो। र अर्को चाहिँ यो पनि नयाँ टपिक है, यो चाहिँ कानुन सम्बन्धी ज्ञान छ। योमा नि 20 मार्क्स थपेको छ। 5वटा चाहिँ तपाईँको टिक लाउने आउँछ योबाट पनि, र 3वटा चाहिँ 5 मार्क्सको गरेर 20 मार्क्सको चाहिँ हाम्रो यसले चाहिँ अङ्कभार छ यसको। र यसमा चाहिँ के छ भन्दाखेरि तपाईँको एकदम इम्पोर्टेन्ट टपिक हो क्या। तपाईँको अहिले चाहिँ तपाईँले एनइएमा जागिर खानु भएको छ भने इट्स ओके, धेरै राम्रो। छैन भनेपछि खुलामा भिड्ने सोच्नु भएको छ भनेपछि यतिको यो इन्फर्मेसन हामीले लिनु जरुरी छ है। सेवाभन्दा पहिलाको सिलेबसमा यो थिएन है। तर अहिलेको सिलेबसमा भएको कारणले गर्दा हामीले पढ्नै पर्ने हुन्छ र एकदम सजिलो छ। अब यसमा चाहिँ नेपालको संविधान भनेको छ। संविधानमा चाहिँ तपाईँको 2टा मात्र पढ्नु पऱ्यो कि, जस्तै प्रारम्भिक भाग 1 पढ्नु पऱ्यो, मौलिक हक र कर्तव्य पढ्नु पऱ्यो। अब यसमा तपाईँको अनुसूची भनेर त्यस्तरी एक्ज्याक्ट त भनेको छैन, तर अनुसूचीहरू पनि तपाईँले 9वटा अनुसूची छ, त्यो अनुसूचीहरू पनि पढ्नुपर्ने हुन्छ। इक्जाममा अहिले सोधेको छ, हाम्रो अनुसूचीबाट सोधेको थियो, अनुसूची 6बाट सोधेको थियो, आई थिङ्क 6बाट सोधेको थियो। अनुसूचीहरू पनि हेरिदिनु होला। त्यति हेरेपछि नेपालको संविधान केही पनि छैन है। जुन हाम्रो मौलिक हकहरू छ त्यो पनि इजी नै छ। र अर्को चाहिँ 4.2मा चाहिँ नेपाल विद्युत प्राधिकरणको प्रचलित कर्मचारी सेवा शर्त विनियमली छ है त। यसमा चाहिँ तपाईँको अब यो चाहिँ हाम्रै लागि बनेको, हाम्रो भन्नाले जो चाहिँ एनइएमा अब नियुक्ति हुनुहुन्छ, नियुक्ति भइसक्नु भएको छ, उहाँहरूकै लागि चाहिँ कस्तो प्रकारका सेवा पाउनुहुन्छ, कस्तो प्रकारका शर्तहरू छ, त्यो सबै कुराहरू चाहिँ यसमा छ। जस्तो तपाईँको नियुक्तिहरू भयो, सरुवा, बढुवा होइन, कार्यालय समय भयो, अनि कस्ता प्रकारका बिदाहरू हजुरले पाउनुहुन्छ, अवकाशहरू, त्यसपछि पेन्सनको के छ, उपदानहरू के छ होइन, रिटायर लाइफ कस्तो हुन्छ, के छ भन्ने कुरो सबै यसमा विषय गरिएको छ। र अर्को चाहिँ तपाईँको नेपाल विद्युत प्राधिकरण ऐन भन्ने छ 2041, छोटो मिठो सानो छ, हामीलाई पनि सबै पढ्नु पर्दैन, यहाँ आफै भनिदिएको छ। प्रस्तावना, परिभाषा, प्राधिकरणको स्थापना र सबै कुराहरू यसमै रहेको छ। प्राधिकरण काम कर्तव्य एकदम इम्पोर्टेन्ट छ यो चाहिँ है। प्राधिकरणको काम कर्तव्य के छ यो तपाईँले पढ्नुपर्ने हुन्छ, र यो सबै एनइएको वेबसाइटमा पाउनुहुन्छ है। जस्तै यो नेपाल विद्युत प्राधिकरणको प्रचलित सेवा शर्त विनियम, यो पनि नेपाल विद्युत प्राधिकरणकै वेबसाइटमा पाउनुहुन्छ। यो पनि एनइएकै वेबसाइटमा पाउनुहुन्छ। र चोरी नियन्त्रण ऐन छ, यो पनि पाउनुहुन्छ है त। सबै कुराहरू सबै पढ्नु पर्दैन, यहाँ आफै तोकिदिएको छ, यो पढ भनेर है। कसुर गरेको मानिने भनेको छ, पुनरावलोकनका निवेदन दिन सक्ने सबै कुराहरू यसमै लेखेको छ। र अब त्यसको बाँकी भाग चाहिँ विद्युत चोरी नियन्त्रण नियमावली यो पनि छ है। यसमा चाहिँ सबै कुरा लेखेको छ। अनि भ्रष्टाचार निवारण है, भ्रष्टाचार निवारण होइन, हामीले इक्जाम दिँदासम्म चाहिँ अपडेट भएको थिएन है, 3 महिना भएको थिएन। त्यो कारणले गर्दा मैले चाहिँ पढेन। तर अहिले चाहिँ अब के छ भने अब हुने इक्जामहरूमा चाहिँ तपाईँले अपडेटेड भर्जन, जुन अपडेट भएर आएको छ भ्रष्टाचार निवारण है, योबाट चाहिँ तपाईँले चाहिँ लेख्नुपर्ने हुन्छ, पढ्नुपर्ने हुन्छ। अब हाम्रो इक्जाममा चाहिँ आएन, अघिल्लो साल चाहिँ आएको थियो, हाम्रो इक्जाममा आएन यो है त। र अर्को चाहिँ विद्युत नियमन आयोग ऐन 2074 भन्ने छ है त। अब यो चाहिँ हाम्रो सबै पढ्नुपर्ने हुन्छ। यसमा तपाईँको ठुलो छैन है, सानो छ, आई थिङ्क 15 पेज र 20 पेजको छ, त्यस्तो गाह्रो छैन। विद्युत नियमन ऐनको चाहिँ यसले के गर्छ,
यसका कामहरू भयो, यसको कर्तव्यहरू त्यही नै यसको लागि इम्पोर्टेन्ट हो, यति पढेपछि हुन्छ। र विद्युत वितरण विनियावलीमा चाहिँ हामीले ग्राहकहरू चाहिँ कति प्रकारका हुन्छन्, कुन ग्राहकलाई कति हामीले चाहिँ दिने है, कति चाहिँ हाम्रो सप्लाई दिने भन्ने कुरो सबै यसमा लेखिएको छ। र अर्को यो 4.9 मा चाहिँ हाम्रो विद्युत महसुल सङ्कलन दिनु छ है। अब हाम्रो विद्युत महसुल सङ्कलन चाहिँ हाम्रो एनुअली नै गर्छ, तर विद्युत महसुल चाहिँ एनुअली निर्धारण गर्न पाउँदैन है त। यो चाहिँ तपाईँको विद्युत नियमन आयोगले गर्छ। त्यही भएर हाम्रो यो पनि इम्पोर्टेन्ट छ। यो पनि सानो छ, सबै कुरो सानो छ, 20 पेज 20 पेजका छन्। एकदम सजिलो छ यो पनि है त। अब अघिल्लोचोटि चाहिँ हामीलाई चाहिँ विद्युत वितरण नियमनबाट आएको थियो, जस्तै चार्जिङ स्टेसनहरूको बारेमा आएको थियो। अहिलेको चल्दो बल्दो पनि हो चार्जिङ स्टेसन, त्यही भएर यहीबाट नै आएको थियो है त। ल अर्को सेकेन्डमा जाऊँ हामी। त्यसपछि अब चाहिँ हाम्रो चाहिँ सबैभन्दा हामीले पहिलेदेखि पढिआएको है। अब तपाईँलाई अघिल्लो चाहिँ प्रथम पत्र जुन छ त्यो चाहिँ तपाईँलाई नयाँ लाग्न सक्छ, किनभने हामीले पढ्न त पढेको हो सबै कुराहरू। जस्तै तपाईँ नियम कानुन तपाईँले पढ्नु भएको छैन, त्यो चाहिँ तपाईँको लागि चाहिँ नयाँ हुनसक्छ। तर यो द्वितीय पत्र चाहिँ हजुरले आफ्नो चाहिँ डिप्लोमा या इन्जिनियरिङ के गर्नुभएको छ त्यो अनुसार चाहिँ हजुरले पढ्नु भएको छ एकचोटि है त। सो यसमा चाहिँ तपाईँको 100 मार्क्सको हुन्छ र खण्ड क र ख भन्ने हुन्छ यसमा। जस्तै खण्ड कबाट 50 मार्क्सको आउँछ है। फेरि खण्ड क भन्ने तल छ, त्यो पनि फेरि 50 मार्क्सको गरेर 100 मार्क्सको आउँछ है। यसमा चाहिँ तपाईँको अब सुरुमा फन्डामेन्टल भन्ने छ, यसमा केही पनि छैन है। यसमा तपाईँ कन्सेप्ट अफ रेजिस्टेन्स बेसी तपाईँलाई आउँछ होला, इन्डक्टेन्स, क्यापासिटेन्स, देयर रोल्स भइहाल्यो है। त्यसपछि सिरिज र प्यारलल कम्बिनेसन आउँछ। अनि किचअप्स ल र ओम्स ल एकदम इम्पोर्टेन्ट छ अहिले यसको लागि चाहिँ यो हट टपिक हो। यो चाहिँ अहिले हामीलाई पनि आएको थियो ओम्स लको बारेमा। सो इम्पोर्टेन्ट छ। र अल्टरनेटिङ करेन्टहरू छ, फ्याराडेज ल, इलेक्ट्रोम्याग्नेटिक, यो कुराहरू सबै तपाईँलाई चाहिँ आउँछ होला। तपाईँले चाहिँ कुनै एउटा बुक फलो गर्नुभयो भने आफूले पढेको तपाईँले डिप्लोमा पढ्ने इन्जिनियरिङ पढ्ने बेला जुन बुक फलो गर्नुभएको थियो त्यही बुक फलो गर्दा पनि हुन्छ। त्योभन्दा एक्स्ट्रा केही पनि छैन यसमा, सबै कुराहरू त्यही नै हो। बेटर त्यही इक्जामहरू गरोस्, नत्र भने अब बजारमा चाहिँ धेरै टाइपका बुक्सहरू पनि एभाइलेबल छ, तिनी बुकहरू किनेर तपाईँले पढ्दा पनि हुन्छ है त। र अर्को चाहिँ एउटा इम्पोर्टेन्ट यो टपिक के छ भन्दाखेरि हिटिङ इफेक्ट अफ इलेक्ट्रिक करेन्ट भन्ने छ। जस्तै तपाईँको कुनै पनि रडमा इलेक्ट्रिक करेन्ट पठाउनु भयो भने चाहिँ त्यसले कस्तो प्रकारको हिटिङ देखाउँछ त भन्ने कुरा हो यसमा। यो पनि इजी छ, जुल्स ल अफ हिटिङ छ, त्यही तपाईँले पढ्दा हुन्छ। र अर्को भनेको चाहिँ जनरल नर्म्स अफ सिस्टम भोल्टेज रेगुलेसन र फ्रिक्वेन्सी रेगुलेसन भनेको भोल्टेज रेगुलेसन कस्तो भइरहेछ, फ्रिक्वेन्सी रेगुलेसन कति छ भन्ने कुरा चाहिँ यसमा एक्सप्लेन गर्छ है त। 2 नम्बरमा चाहिँ इलेक्ट्रिक मसिन है त। यो चाहिँ तपाईँको एकदमै इम्पोर्टेन्ट हो र योबाट क्वेसन 10 मार्क्सको पनि कहिलेकाहीँ आउँछ, 5 मार्क्सको पनि आउँछ, कहिलेकाहीँ 15 मार्क्सको पनि आउँछ है। हामीलाई चाहिँ 15 मार्क्स पाइरहेको छ। अघिल्लो साल पनि 15 मार्क्सको योबाट आएको थियो र अहिले योपालि पनि 15 मार्क्सको आएको थियो है। त्यो भएर एज अ पोइन्ट अफ भ्यू, इक्जाम पोइन्ट अफ भ्यू एकदमै इम्पोर्टेन्ट छ इलेक्ट्रिक मसिन है। र हामीले बुझ्नु पनि पर्छ, किनभने इलेक्ट्रिक मसिन भनेको चाहिँ पावर सिस्टममा या हाइड्रो पावरमा या जलविद्युतमा चाहिँ एउटा कोर टपिक हो यो चाहिँ है। त्यसमा चाहिँ तपाईँको जेनेरेटरहरू पऱ्यो, मोटरहरू पर्छ है, सिङ्क्रोनस जेनेरेटर पर्छ। र सिलेबसमा चाहिँ अहिले चाहिँ हाम्रो सिङ्क्रोनस मोटर भनेर चाहिँ छैन है। अब छैन भनेपछि पढ्नु पनि परेन एक तरिकाले, तर यसलाई बुझ्दा हुन्छ कि वर्किङ प्रिन्सिपल एउटै नै हो। डिसी मोटरको र सिङ्क्रोनस मोटरको जस्ट उनीहरूको वर्किङ प्रिन्सिपल थोरै फरक छ, तर उनीहरूले काम चाहिँ एक तरिकाले गर्छ है। यसमा चाहिँ तपाईँको डिसी जेनेरेटर छ, यसमा तपाईँको वर्किङ प्रिन्सिपल पढ्नु पऱ्यो, टाइप्स अफ डिसी जेनेरेटर पढ्नु पऱ्यो, एक्सटर्नल, इन्टर्नल र नो लोड क्यारेक्टरिस्टिक्स भन्ने छ। जस्तै तपाईँको एक्सटर्नल लोड थप्दा कस्तो प्रकारको रियाक्सन देखाउँछ यसले, इन्टर्नल गर्दा कस्तो रियाक्सन देखाउँछ, र कुनै पनि लोड नभएको बेलामा चाहिँ कस्तो प्रकारको यसले चाहिँ क्यारेक्टरिस्टिक देखाउँछ भनेर एउटा एक्सपेरिमेन्ट मात्रै हो। र यसमा चाहिँ कस्तो प्रकारका लसहरू हुन्छन् र यसको एफिसियन्सी कति हुन्छ भन्ने कुरा त्यति पढ्यो भने चाहिँ डिसी मोटर जेनेरेटर सक्यो। अब डिसी जेनेरेटरमा हजुरले सबै एउटै नै पढ्नुपर्ने हो। यसमा फरक तपाईँले पढ्नुपर्ने भनेको एउटा के हो भन्दाखेरि तपाईँको यसमा यो क्यारेक्टरिस्टिक अफ डिसी सिरिज एन्ड डिसी सन्ट मोटर पढ्नुपर्छ यसमा है। यसमा चाहिँ तपाईँले चाहिँ डिसी मोटरमा चाहिँ टर्कहरू र स्पिड करेन्टको चाहिँ रिलेसन कस्तो हुन्छ त्यति नै पढे तपाईँले चाहिँ हुन्छ है त यसमा। र अर्को तपाईँको 2.3मा सिङ्क्रोनस जेनेरेटर आउँछ। यो चाहिँ तपाईँको यति बुझ्नुहोस् कि सिङ्क्रोनस जेनेरेटर चाहिँ एउटा एसी मेसिन हो है, जुन चाहिँ सिङ्क्रोनस स्पिडमा घुम्ने गर्छ। यसलाई चाहिँ हामीले 3 फेज एसी पनि एसीमा हामीले पावर पनि दिन सक्छौँ, सिङ्गल फेज एसी पनि दिन सक्छौँ। अब यसमा चाहिँ तपाईँको वर्किङ प्रिन्सिपलहरू पढ्नु पऱ्यो। अब त्यसपछि तपाईँको यसमा चाहिँ इएमएफ इन्ड्युस भइसकेपछि कति इएमएफ इन्ड्युस हुन्छ त्यसको एक्सप्रेसन पनि तपाईँले चाहिँ एकचोटि याद गर्नुपर्छ है, त्यो पनि इम्पोर्टेन्ट छ। र अरू कुराहरू त नर्मल तपाईँले आफूले पढेको किताब जुन छ त्यहीलाई फलो गर्नुहोस्, यसमा त्यही नै कुराहरू छ सबै है। र अर्को आउँछ तपाईँको 3 फेज इन्डक्सन मोटर है त माथिको।
थ्री फेज इन्डक्सन मोटरमा चाहिँ अहिले चाहिँ हामीलाई 10 मार्क्समा आएको थियो थ्री फेज इन्डक्सन मेसिनको बारेमा, मोटरको बारेमा। यसमा चाहिँ हामीले थ्री फेज इन्डक्सन जेनेरेटर भनेर चाहिँ पढ्नु पर्दैन है। यसमा चाहिँ मोटर भनेरै दिएको छ। यसको स्पाइरल केजहरू भयो, स्लिप रिङ मोटरहरू भयो, अब तपाईँको रोटरको कन्फिगरेसन कस्तो छ, र यो चाहिँ स्टार्टिङ र तपाईँको स्टार्टिङ अफ इन्डक्सन मोटर भनिन्छ। यो चाहिँ कसरी गरिन्छ, यसलाई स्टार्ट कसरी गरिन्छ भनेर त्यही नै छ। अब अल्दो यो हाम्रो थ्री फेज इन्डक्सन मोटरहरू चाहिँ तपाईँको सेल्फ स्टार्टिङ हुन्छ, तर यिनीहरूलाई स्टार्टिङ गर्नुपर्ने जरुरत पनि हुन्छ। त्यसको लागि चाहिँ तपाईँको विभिन्न तरिकाको मेथडहरू छ, त्यो मेथडहरू तपाईँको किताबमै हुन्छ, त्यहीबाट पढ्दा हुन्छ है। र 2.5मा चाहिँ एकदमै इम्पोर्टेन्ट कुरा आयो ट्रान्सफर्मर है त। ट्रान्सफर्मर त एकदमै इम्पोर्टेन्ट टपिक हो हाम्रो लागि चाहिँ। किनभने ट्रान्सफर्मर भएन भनेपछि हामीले प्रोडक्सन गरेको एनर्जी जुन छ, पावर छ, त्यसलाई हामीले ट्रान्सफर गर्न पनि मिल्दैन, त्यसलाई हामीले ट्रान्सफर गर्न पनि मिल्दैन, एकदमै लसहरू हामीले बिहोर्नु पर्ने हुन्छ। त्यही भएर ट्रान्सफर्मर टपिक एकदमै इम्पोर्टेन्ट छ यसमा चाहिँ। अब यसमा चाहिँ तपाईँ ट्रान्सफर्मर कसरी काम गर्छ है, ट्रान्सफर्मरले नो लोड कन्डिसनमा कस्तो बिहेभ गर्छ, लोडेड कन्डिसनमा कस्तो बिहेभ गर्छ, लसेसहरू इफिसियन्सीहरू कस्तो छ, यो सबै कुराहरू तपाईँले यसमा हेर्दा हुन्छ है त। र अर्को तपाईँको के छ भन्दाखेरि स्टार्टिङ अफ अ जेनेरेटर इन हाइड्रो पावर एन्ड डिजल इन्जिन छ है त। भनेको हाम्रो चाहिँ हाइड्रो पावरमा भएका चाहिँ जेनेरेटरहरूलाई कसरी स्टार्ट गर्ने, र स्टार्ट गरिसकेपछि कस्ता प्रकारका चाहिँ हामीले प्रिभेन्टिभ कुराहरू चाहिँ लिने, जस्तै मसिनहरू चाहिँ एकदम ठिक हुनु पऱ्यो होइन, सिङ्क्रोनाइजिङ गर्ने बेला चाहिँ सबै कुराहरू प्यारामिटर्सहरू इक्वल हुनु पऱ्यो, त्यस्ता कुराहरू चाहिँ कस्ता कुरा ध्यान राख्ने भन्ने कुरा यसमा पढ्ने हो। र कुलिङ सिस्टम पावर सिस्टम किन चाहिन्छ, त्यो कुराहरू पढ्नु पऱ्यो भनेपछि अब अरू चाहिँ रोल अफ एक्जुलरी इक्विपमेन्टहरू छ। जस्तै तपाईँको हाइड्रो पावरमा चाहिँ एक्जुलरी इक्विपमेन्टको नेसेसिटी एकदमै छ क्या। बिना एक्जुलरी इक्विपमेन्ट हाइड्रो पावर सञ्चालनमा आउँदैन। एक्जुलरी इक्विपमेन्ट भनेको कस्तो हो भन्दाखेरि जे हाम्रो चाहिँ जस्तै त्यसलाई चाहिँ पावरफुल बनाउने हो। जस्तै ब्याट्री सिस्टम चाहियो हामीलाई है, रिलेजहरू हुन्छ त्यहाँ, धेरै प्रकारका चाहिँ हाम्रो स्विच गियरहरू हुन्छ, त्यो सबैहरू के हुन्छ भन्दा एक तरिकाको हाम्रो एक्जुलरी इक्विपमेन्टहरू हो। यो पढ्नु पऱ्यो। त्यसपछि हाम्रो कन्सेप्ट अफ ब्ल्याक स्टार्ट युनिट इन पावर, यो पनि एकदम हट टपिक हो। जस्तै कुनै सिस्टम चाहिँ ब्ल्याकआउट भयो भने त्यसलाई कसरी स्टार्ट गर्ने, र कन्सेप्ट के हो त, कस्तो प्रकार मेथडबाट हामी स्टार्ट गर्न सक्छौँ भन्ने कुरा यसमा छ। र 3मा आयो इलेक्ट्रिकल मेजरमेन्ट। यो पनि तपाईँको डेली लाइफमा युज हुने कुराहरू हो। जस्तै तपाईँको घरमा तपाईँको डिमान्ड मिटर होला है, तपाईँको एनर्जी मिटर छ, त्यही कुराहरू सबै। त्यसमा तपाईँको कस्ता प्रकारका मिटरहरू हुन्छ, इन्डिकेटिङ छुट्टै, रेकर्डिङ छुट्टै, इन्डिकेटिङ छुट्टै हुन्छ, त्यस्तै प्रकारको छ। यसमा चाहिँ तपाईँको एमिटरहरू र भोल्ट मिटर, यसमा चाहिँ तपाईँ एक्सटेन्सन अफ मेजरिङ रेन्ज अफ एक्सटेन्सन अफ मेजरिङ रेन्ज अफ एमिटर एन्ड भोल्ट मिटर भन्ने टपिक चाहिँ इम्पोर्टेन्ट छ। यो अघिल्लो साल चाहिँ सोधेको छ, हामीलाई चाहिँ सोधेन इक्जाममा, त्यो भएर यिनीहरू पनि हेर्नुलाई एकचोटि है। र अर्को आउँछ बेसिक पावर इलेक्ट्रोनिक्स है त। यो चाहिँ धेरैजनाहरूले चाहिँ अलिकति यसलाई चाहिँ पढ्न चाहिँ अलिकति रुचाउनु हुँदैन यो, किनभने यो चाहिँ हामीले यसमा धेरै फोकस गरिदिँदा हुँदैन पढाइको बेलामा, मार्क्स पनि थोरै आउने कारणले गर्दा गर्दैन। र यो टपिक हाम्रै टपिक हो, किनभने पावर डायोडहरू, पावर लुट्सहरू हामी सबै चाहिँ तपाईँको एसीलाई डिसी गराउनुदेखि ल्याएर तपाईँ एम्प्लिफाई गर्ने सबै काम लाग्छ। त्यही भएर डोन्ट थिङ्क कि यो हाम्रो सिलेबसमा होइन भनेर, यो चाहिँ हाम्रै टपिक हो, हामीले नै पढ्नुपर्छ यो चाहिँ। हाम्रो डेली लाइफमा तपाईँ एनएमपति जागिर खानुभयो या कतै डिस्ट्रिब्युसन सेन्टर कति काम गर्नुभयो भने चाहिँ यिनी तपाईँको यो डिभाइसहरू चाहिँ डेली लाइफमा युज भइरहेको हुन्छ है। त्यही भएर चाहिँ यसमा चाहिँ के पढ्नुपर्छ भन्दाखेरि पावर डायोडहरू भइहाल्यो, पावर ट्रान्सफर्मरमा थाइरिस्टर पढ्नु पऱ्यो। र त्यसपछि अर्को चाहिँ हाम्रो रेक्टिफायर। अब रेक्टिफायर तपाईँलाई थाहै छ है, तपाईँको चाहिँ एसीले डिसी बनाउँछ यसलाई चाहिँ है, त्यो पढ्नु पऱ्यो। त्यसपछि फिल्टर सर्किटहरू छ, यसले तपाईँ एसी र डिसी हामीले कन्भर्ट गरिसकेपछि त्यहाँ चाहिँ डिफ्रेन्ट टाइप अफ रिपलहरू, नोइजहरू, डिस्टर्सनहरू र ओभर फ्रिक्वेन्सीहरू चाहिँ जेनेरेट हुन्छ। त्यो फ्रिक्वेन्सीहरूलाई चाहिँ, त्यो नोइजहरू, रिपल्सनहरूलाई चाहिँ कसरी घटाउने भन्ने चाहिँ हाम्रो यो फिल्टर सर्किटले गर्छ। र इन्भर्टर भनेको चाहिँ फेरि त्यो डिसीलाई हाम्रो जुन घरमा स्टोर गरेको ब्याट्री हुन्छ, त्यो ब्याट्रीबाट चाहिँ फेरि हाम्रो घर त फेरि हाम्रो एसी चाहिन्छ, हाम्रो बल्ब्सहरूलाई, हाम्रो फ्रिजहरूलाई र अरू एप्लायन्सहरूलाई त फेरि हाम्रो एसी चाहिन्छ। र त्यो एसीहरूलाई चाहिँ फेरि डिसीमा कन्भर्ट गर्नको लागि चाहिँ वी निड इन्भर्टर है। त्यही नै बुझ्नु तपाईँले। त्यसपछि अर्को चाहिँ एउटा इम्पोर्टेन्ट छ एसी भोल्टेज कन्ट्रोलर एन्ड इट्स एप्लिकेसन है त। अब यसमा चाहिँ के छ भन्दाखेरि एसी भोल्टेज रेगुलेटरले चाहिँ एउटा कन्सट्यान्ट भोल्टेजलाई, एसी कन्सट्यान्ट भोल्टेज छ भने त्यसलाई चाहिँ भेरिएबल भोल्टेजहरूमा चाहिँ चेन्ज गर्छ क्या है त। जस्तै तपाईँले 400 भोल्टेजको एसी भोल्टेज कन्ट्रोलर छ भने त्यसले चाहिँ कन्ट्रोल गरेर 230 पनि बनाइदिनु सक्छ, 210 पनि बनाइदिनु सक्छ, त्यसले 110 पनि बनाउन सक्छ। हामीले चाहिँ एउटा कन्सट्यान्ट रूपबाट हाम्रो आइरहेको पावरलाई चाहिँ यसले चाहिँ तलमाथि गराइदिन सक्छ यसले है त। यो पनि एकदमै इम्पोर्टेन्ट छ है यसमा। यति गरेपछि हाम्रो बेसिक चाहिँ बेसिक पावर इलेक्ट्रोनिक्स सक्यो। र हाम्रो 5मा छ पावर प्लान्ट है त। यो एकदमै इम्पोर्टेन्ट टपिक भयो र सबैलाई एकदमै सजिलो लाग्ने
यसबाट आएपछि क्वेसनै नबिग्रने एकदमै सजिलो, सबैलाई सजिलो लाग्छ। किनभने हाम्रो नै एकदम फेभरेट टपिक हो। हामीले इलेक्ट्रिकल इन्जिनियरिङ या तपाईँको डिप्लोमा इन्जिनियरिङ गर्नुभयो भने चाहिँ यो टपिक सबैलाई एकदमै सजिलो लाग्छ, इजी पनि लाग्छ, रमाइलो पनि लाग्छ है। यसमा चाहिँ अब हामीले कसरी करेन्ट चाहिँ उत्पादन गर्ने है, यसको चाहिँ मेरिटहरू के छ, डिमेरिट के छ, टर्बाइन्सहरू कस्तो युज गर्ने, साइट सिलेक्सन गर्दा कस्तो साइटहरू सिलेक्ट गर्ने है, सबै कुराहरू यसमा छ। र अर्को चाहिँ डिजल पावर युनिट हुन्छ। त्यो डिजल पावर प्लान्ट पनि अब सेमै हो है। यसमा चाहिँ तपाईँको फ्युलको रूपमा हामीले डिजलको डिजल फ्युल युज गर्छौँ। त्यति नै फरक हो, अरू कुराहरू सेमै हो लगभग। त्यसपछि अर्को चाहिँ हाम्रो नन कन्भेन्सनल पावर जेनेरेसन भन्ने छ। त्यसमा चाहिँ फोटोभोल्टाइकहरू भयो, त्यसपछि सोलर सेलहरू भयो, सोलरहरू सबै सोलर छ। विन्ड जेनेरेसन के छ नेपालमा त्यति पढ्नु पऱ्यो। र अर्को चाहिँ बेस पावर प्लान्ट र पिक लोड पावर प्लान्ट छ। यो तपाईँलाई आई थिङ्क आउँछ होला। बेस पावर प्लान्ट भनेको चाहिँ हामीले चाहिँ ओभरअल इयरहरूमा चाहिँ त्यो हाम्रो जुन सिस्टमको जति डिमान्ड छ त्यो कन्सट्यान्ट रूपमा पुऱ्याइदिने हुन्छ। र यदि हाम्रो पिक डिमान्ड एक्कासी बढ्यो भने चाहिँ बेस डिमान्डले धान्न सक्दैन, र त्यो अवस्थामा हामीले पिक लोड पावर प्लान्ट युज गर्छौँ। जस्तै एज ए इक्जाम्पल डिजल पावर प्लान्ट चाहिँ एउटा पिक लोड पावर प्लान्ट हो, र हाइड्रो इलेक्ट्रिक पावर प्लान्ट चाहिँ एउटा बेस लोड पावर प्लान्ट हो है त। र त्यसपछि अर्को टर्महरू छ यो प्लान्ट क्यापासिटी फ्याक्टर, प्लान्ट युटिलाइजेसन फ्याक्टर, रिभर्स रिक्वायर्ड र टाइप्सहरू छ है त। अब यसमा तपाईँको खासै गाह्रो छैन, यो तपाईँको एउटा नर्मल एउटा टर्महरू हो। यी टर्महरू तपाईँले चाहिँ एकचोटि घोक्नुभयो भनेपछि या तपाईँले सम्झिनुभयो भने घोक्नै पर्दैन, तपाईँले इजी तपाईँको डेफिनेसनमै छ यसको एन्सर है त। र त्यसपछि खण्ड कमा जाँदा हामी खण्ड कमा चाहिँ के छ भन्दाखेरि अब हाइड्रो इलेक्ट्रिक पावर हामीले जेनेरेसन गरिसकेपछि कन्ट्रोल गर्नु पऱ्यो त्यसलाई है, प्रोटेक्सन गर्नु पऱ्यो, र कस्तो प्रकारका प्रोटेक्सन कन्ट्रोल छ सबै यही कुराहरू छ है। अब योपालि चाहिँ हामीलाई चाहिँ तपाईँको स्काडा सिस्टमको बारेमा आएको थियो, जुन चाहिँ 6.7मा छ स्काडा सिस्टम है। स्काडा सिस्टम बारेमा आइरहेको थियो। अब हजुरलाई अर्को सालमा पनि आउन सक्छ त्यो है, इम्पोर्टेन्ट टपिक हो, हामीलाई आएको थियो। अनि अब वर्किङ प्रिन्सिपल अफ बल्बको सबै नै छ, बल्ब छ, भ्याकुमहरू छ, यो चाहिँ तपाईँको सर्किट ब्रेकरहरू। अब यसमा इम्पोर्टेन्ट एकदम इम्पोर्टेन्ट भनेको ग्यास फिल्ड सर्किट ब्रेकर भन्छ यसलाई, चाहिँ SF6 सर्किट ब्रेकर पनि भन्छ यसलाई चाहिँ है। यसमा चाहिँ अब इम्पोर्टेन्ट छ, यिनीहरू तपाईँले हेरिदिनु होला। र फल्ट रिलेहरू पनि छ, रिलेजहरू पनि एकदमै इम्पोर्टेन्ट हो हाम्रो लागि। र त्यो सँगसँगै हाम्रो इन्स्ट्रुमेन्ट ट्रान्सफरहरूमा चाहिँ हाम्रो करेन्ट ट्रान्सफरमा छ एउटा चाहिँ हाम्रो भोल्टेज ट्रान्सफर अनि पोटेन्सियल ट्रान्सफरमा छ, एउटा चाहिँ क्यापासिटी ट्रान्सफरमा पनि छ एउटा। त्यो पनि हेर्नु होला, त्यो पनि एकदम इम्पोर्टेन्ट छ। मैले भने जस्तै पावर लाइन क्यारियर भन्छ, यसलाई PLCC पनि भन्छ। अब यसमा चाहिँ नर्मल्ली तपाईँको एउटा कुनै लाइनमा चाहिँ कसरी हामीले त्यो लाइनको युज गरेर हामीले कम्युनिकेसन गर्न सक्छौँ, त्यही कुरा नै हो। स्काडा सिस्टम भनेको चाहिँ इजी नै छ है। र सर्च एरेस्टर एन्ड इम्पोर्टेन्स भनेको चाहिँ एरेस्टरहरूको बारेमा छ है त। ल अब अर्को चाहिँ तपाईँको सब स्टेसन र ट्रान्समिसन लाइन छ। यो पनि एकदमै इम्पोर्टेन्ट टपिक हो है। यो किनभने हामी अब जति पनि एनइएमा चाहिँ नयाँ हाम्रो भ्याकेन्सी खुल्छ, नयाँ खुल्छ, हामी चाहिँ जबको लागि सिलेक्ट भयौँ भनेपछि धेरै जाने हाम्रो सब स्टेसनतिर भनेको डिस्ट्रिब्युसन एरियातिर नै हो क्या। त्यही भएर यो टपिक चाहिँ हामीले चाहिँ बुझ्नुपर्ने हुन्छ। यसमा चाहिँ के छ भन्दाखेरि अब सब स्टेसन कति प्रकारका हुन्छन् है, अनि कति प्रकारका त्यसमा बस बारहरू हुन्छन्, अर्थ इक्विपमेन्ट कस्तो गरिएको हुन्छ, जनरल लेआउट कस्तो हुन्छ, त्यही नै गर्ने। र अर्को चाहिँ ट्रान्समिसन लाइनहरू छ। अब कस्तो प्रकारका ट्रान्समिसन लाइन, जस्तै अब हाम्रो नर्मली देखिने नेपालमा भनेको ओभरहेडै हुन्छ, तारहरू माथि आकाशबाट लिएर गएको। र काठमाडौँतिर पनि नर्मली तपाईँको चाहिँ अन्डरग्राउन्ड केबल सुरु गरिसकेको छ। अन्डरग्राउन्ड केबलिङ किन गर्ने, त्यो गरेपछि के हुन्छ, त्यहीकै बारेमा सबै कुराहरू छ। र अघिल्लोचोटि चाहिँ यहाँबाट चाहिँ तपाईँको न्युमेरिकल सोधेको थियो है। जस्तै तपाईँको मिडियम ट्रान्समिसन लाइन भनेर चाहिँ सोधेको थियो। क्वेसन सोध्ने बेला चाहिँ लङ ट्रान्समिसन भनेर सोधेको थियो, तर यसले दिने बेला जस्तै मिडियम ट्रान्समिसन लाइनको लेन्थ दिएको थियो। त्यही भएर यसबाट चाहिँ 10 मार्क्सको क्वेसन सोधेको थियो। धेरैजनाले मिलाउनु पनि भयो होला। अब पढ्नु भएको थियो भने यो गाह्रो छैन, तपाईँले एकचोटि चाहिँ राम्रोसँग हेर्नुभयो भनेपछि र स्यागहरूको पनि न्युमेरिकल छ, टेन्सनहरू यिनीहरू सबै भइहाल्यो है। त्यसपछि अब लाइटिङ फेनोमेनन छ। अब चट्याङहरू कसरी पर्छ है, त्यो परेपछि कसरी बचाउने, फङ्सन अफ लाइटनिङ अरेस्टरहरू छ, ओभरहेड अर्थवायरहरू छ है। र अर्को चाहिँ तपाईँको कोरोना भन्ने छ। सबैलाई यो कोरोना भाइरस त होइन, हाम्रो लागि इलेक्ट्रिकल छुट्टै कोरोना भन्ने हुन्छ है। तपाईँको हाई भोल्टेज, प्रायः चाहिँ हाई भोल्टेजमा एउटा भाइलेट कलर चाहिँ हिसिङ साउन्डले चाहिँ प्रोड्युस हुन्छ, त्यही नै एउटा कोरोना हो। यसको बारेमा चाहिँ हाम्रो सायद कोरोना भाइरसको अहिले आएको थियो, सायद कोरोना भाइरस भनिन्छ, सरी कोरोनाको बारेमा चाहिँ अहिले लेख्न आएको थियो हामीलाई है। कोरोनाको चाहिँ कस्तो प्रकारको एडभान्टेज हुन्छ, डिसएडभान्टेज लेख्न आएको थियो। र अर्को चाहिँ जनरल नलेज अफ नेपाल पावर ट्रान्समिसन भनेको छ, भोल्टेज लेभल भनेको नेपालमा चाहिँ कस्तो प्रकारको पावर ट्रान्समिसन युज भइरहेको छ, कति भोल्टेज लेभलमा चाहिँ ट्रान्समिट गर्छ, डिस्ट्रिब्युट गर्छ, र इन्डियासँग कस्तो प्रकारको पावर लिङ्केज भइरहेको छ, त्यो बारेमा हेर्नु सुन। र अर्को चाहिँ तपाईँको डिस्ट्रिब्युसन सर्भिस सेन्टर भनेको, अब यसमा चाहिँ नर्मल्ली गाह्रो छैन। प्राइमेरी डिस्ट्रिब्युसन सेन्टरमा तपाईँको रेडियल, रिङ मेन्स एन्ड इन्टरकनेक्टेड पर्छ भनेको छ यसमा।
र त्यो सँगसँगै अब यसमा चाहिँ भोल्टेज रेगुलेसनहरू भयो, सेकेन्डरी तपाईँको सेकेन्डरी डिस्ट्रिब्युसन सेन्टर, 3 फेज वायर सबै सिङ्गल फेजहरू छ, भोल्टेज रेगुलेसनहरू छ, यो तपाईँले पढ्नु होला एकचोटि। यस्तो फ्युजेसहरूको, रिलेहरू है, कन्ट्र्याक्टरहरू, आइसोलेटरहरूको बारेमा छ। र यसमा तपाईँको ट्यारिफ है, यो इम्पोर्टेन्ट छ ट्यारिफ पनि। नेपालमा कति प्रकारका ट्यारिफहरू युज गरिरहेको छन् अहिले, र तीन ट्यारिफहरू भनेको के हो, कसरी लगाइन्छ, त्यो तपाईँले बुझ्नु पऱ्यो। र अर्को पनि छ एउटा कस्टमर सप्लाई एनर्जी मिटर भनेर। त हाम्रो सबै घरहरूमा एनर्जी मिटर हुन्छ है, ग्राहक आउनुभयो भने उहाँहरूलाई पनि एनर्जी मिटर दिनुपर्ने हुन्छ, र एनर्जी मिटर कसरी काम गर्छ भनेर चाहिँ हामीले चाहिँ कस्ता प्रकारको इररहरू हुन्छ भनेर जान्नुपर्छ यसमा है त। र अर्को छ तपाईँको पावर सिस्टम अपरेसन एन्ड मेन्टेनेन्स है त। अब यसमा के छ भन्दाखेरि तपाईँको अब म्याक्सिमम् डिमान्ड भनेको के हो होइन, डाइभर्सिटी फ्याक्टरहरू भनेको के हो, यसमा तपाईँको नर्मल्ली त्यस्तो गाह्रो छैन यो टपिक। मलाई त्यस्तो इम्पोर्टेन्ट चाहिँ लाग्दैन है, तर एकचोटि पढ्नुहोस्, तपाईँले पढ्नु चाहिँ पर्छ। किनभने यसमा तपाईँ केही त्यस्तो गाह्रो टपिक छैन क्या, तपाईँले एकचोटि हेर्नुहोस् सरर आउँछ क्या है। यसमा तपाईँ अलिकति गाह्रो लाग्छ त्यो ब्याट्री कम्पोनेन्ट भन्ने लाग्न सक्छ, यसमा अलिकति केमिकल रियाक्सनहरू हामीले भोग्नुपर्ने या सम्झिनुपर्ने हुन्छ। नत्र भने अरू त्योहरू भनेको तपाईँको सबै मेन्टेनेन्सहरू छ क्या, जस्तै तपाईँको ट्रान्सफर्मरलाई कसरी मेन्टेनेन्स गर्ने, यो तपाईँको इक्विपमेन्टहरू, स्विच गियरहरूलाई, जेनेरेटरहरूलाई कसरी मेन्टेनेन्स गर्नु भन्ने हुन्छ। र अर्को यसमा एकदम एउटा इम्पोर्टेन्ट भन्नु अर्थ एउटा के छ भन्दाखेरि पावर फ्याक्टर करेक्सन एन्ड इम्प्रुभमेन्ट भन्ने छ क्या है त। अब यो चाहिँ तपाईँको तल पनि छ, जस्तै युटिलाइजेसन, यसमा पनि हाम्रो पजेज अब लो पावर फ्याक्टर ए भनिन्छ। यसमा चाहिँ पावर फ्याक्टर भनेको के हो, पावर फ्याक्टर करेक्सन कसरी गर्ने र तपाईँको इम्प्रुभमेन्ट कसरी गर्ने, कस्ता प्रकारका डिभाइसहरू युज गर्ने, जस्तै हामीले स्ट्याटिक क्यापेसिटर युज गर्न सक्छौँ होइन, तपाईँको हाम्रो अल्टरनेटरहरू युज गर्न सक्छौँ, फेज सिफ्टरहरू युज गर्न सक्छौँ। अब त्यो गरेपछि हाम्रो पावर इम्प्रुभमेन्ट हुन्छ, त्यहीकै बारेमा छ। पावर फ्याक्टर इम्प्रुभमेन्ट योपालि पनि आएको थियो, अघिल्लोचोटि पनि आएको थियो, अब अर्कोचोटि नै आउँछ भन्न यसलाई सकिँदैन होइन, आउँछ होला यो पनि। अब आएको एकदम इम्पोर्टेन्ट टपिक हो यो चाहिँ, त्यो हेर्नुहोस्। अब अर्को चाहिँ तपाईँको युटिलाइजेसन अफ एनर्जीमा चाहिँ इलेक्ट्रिकल एनर्जीमा के छ भन्दाखेरि अब तपाईँको मोटरहरू, इलेक्ट्रिक मोटरहरू चुज गर्ने बेला कसरी चुज गर्ने, के फ्याक्टरहरू चाहिँ हामीले चाहिँ एकचोटि ध्यानमा राख्ने चुज गर्ने बेला, त्यही कुराहरू छ। र अर्को तपाईँलाई मैले भनिसकेँ कज अफ लो पावर फ्याक्टर भन्ने छ, लो पावर फ्याक्टर भयो भने कस्तो हुन्छ होइन, तपाईँको धेरै मोटरहरू तात्छ, सरी डिभाइसहरू तात्ने गर्छ, कन्डक्टर साइड बढ्ने भयो, त्यस्तै कुराहरू सबै हो। र यसलाई चाहिँ करेक्सन कसरी गर्न सकिन्छ त्यो नै भयो। र अर्को चाहिँ तपाईँको लोड कर्भहरू, लोड ड्युरेसन कर्भहरू, लोड फ्याक्टर र डाइभर्सिटी फ्याक्टर भनेको चाहिँ यही छ। यो डाइभर्सिटी फ्याक्टर भनेको तपाईँको माथि पनि छ, त्यही नै रिपिटेड भइरहेको छ है। तपाईँको लोड कर्भहरू पनि सबै यहीँ माथि छ, सबै रिपिटेड भएर आएको हो यसमा। र अर्को चाहिँ तपाईँको पर्पस अफ फ्याक्ट्री लाइटिङ भन्ने छ, स्ट्रिक ह्यान्ड भन्ने पनि अघिल्लो एकचोटि चाहिँ यसमा तपाईँको मर्करी ल्याम्पहरूको बारेमा सोधिरहेको छ, अनि यो पनि एकचोटि हेर्नु होला है। र हामी अन्तिम यो टपिकको चाहिँ हाम्रो इलेक्ट्रिकल छ, यो चाहिँ नयाँ हो है, यो चाहिँ नयाँ थपेको यसमा चाहिँ। नयाँ थप्दाखेरि इलेक्ट्रिकल सेफ्टी एन्ड सोसाइटी भन्ने चाहिँ यसमा, जस्तै तपाईँको इलेक्ट्रिकलबाट कसरी बच्ने, अब जस्तै कोही मान्छे चाहिँ इलेक्ट्रिक्युटेड भयो भने चाहिँ त्यसलाई कसरी बचाउने, कस्तो प्रकारका फर्स्ट एडहरू दिने उसलाई, त्यही बारेमै छ है। अर्को चाहिँ तपाईँको 12 नम्बरमा चाहिँ इलेक्ट्रिकल कुराहरूमा, जस्तै इलेक्ट्रिकल लाइनमा काम गर्ने बेला, मेन्टेनेन्स गर्ने बेला कस्ता प्रकारका ग्लोभ्सहरू लाउने है, सेफ्टी बेल्टहरू कस्ता लाउने, र तिनीहरूको पर्फर्मेन्स टेस्ट चाहिँ कसरी गर्ने भन्ने चाहिँ तपाईँले एकदमै इजी छ है। र अर्को चाहिँ तपाईँको इलेक्ट्रिकल एनर्जी इफिसियन्सी एन्ड डिमान्ड्स एन्ड म्यानेजमेन्ट, यो चाहिँ तपाईँ अघिल्लो साल आएको थियो, हामीलाई चाहिँ आएन योपालि है। यो चाहिँ एकदम इम्पोर्टेन्ट छ। अब हाम्रो तपाईँको बढ्दो गएको बढ्दै हाम्रो त डिमान्ड बढिरहेको छ, र त्यो डिमान्डलाई कसरी म्यानेज गर्ने, कस्तो गर्दा होला, जस्तै तपाईँको भ्याली फिलिङहरू हुन्छ है, पिक डिमान्डहरू हुन्छ, तिनीहरूलाई चाहिँ कसरी गर्ने भन्ने सबै स्किमहरू छ। तपाईँले आफ्नै ब्याचलर तपाईँले चाहिँ डिप्लोमामा पढ्नु भएको चाहिँ टेक्स्ट बुकहरूमै लेखेको हुन्छ, त्यही बुकहरू फलो गर्दा पनि हुन्छ। नत्र भने मार्केटमा तपाईँसँग धेरै किताबहरू पनि हुन्छन्। अब आजको लागि यति नै, मैले तपाईँलाई लगभग आई थिङ्क मैले भने होला। र अन्तिममा चाहिँ मैले चाहिँ यो सबै कुराहरू जुन डाउनलोड गर्ने कुराहरू हुन्छ, जस्तै तपाईँको यो नियम कानुनहरू, जस्तै माथिको नियम कानुनहरू छ, यो चाहिँ तपाईँको यो चाहिँ हाम्रो यो नियम कानुनहरू, यसमा चाहिँ कहाँबाट डाउनलोड गर्ने भन्दाखेरि म तपाईँलाई डिस्क्रिप्सनमा चाहिँ लिङ्क राखिदिन्छु तल, त्यही लिङ्कबाट चाहिँ तपाईँले अपडेटेड डाउनलोड गर्नु होला। पुरानो पढेर चाहिँ नपढ्नु होला है, किनभने पुरानो भइसकेपछि त्यो पुरानो पढेर पनि औचित्य पनि हुँदैन, इक्जाममा तपाईँले रङ गर्नुहुन्छ है त। त्यही भएर एकदमै तपाईँले अपडेटेड पढ्नु होला। आजको लागि चाहिँ यति नै है। र भिडियो चाहिँ तपाईँलाई मन पर्यो भने चाहिँ लाइक गरिदिनु होला, कमेन्ट एन्ड सब्सक्राइब गरिदिनु होला। इफ यु हेभ एनी रिकमेन्डेसन भिडियोको लागि चाहिँ त्यो पनि तपाईँले कमेन्ट गर्न सक्नुहुन्छ। म चाहिँ अर्को भिडियोमा चाहिँ त्यसलाई चाहिँ सुधार्ने प्रयास गर्छु है। हस् त, नमस्कार है।